बहादुर शाह राजा बन्नुको अर्थ नेपाल एकीकरणको टर्निङ पोइन्ट थियो। पृथ्वीनारायण शाहको देशपछि दरबारभित्र शक्ति र सत्ताको षड्यन्त्रको खेल हुन थाल्यो। विजयपुरको दरबारमा नुन पानीको कसम खाई फ्रेन्डसिप ट्रिटी बनायो। अब यसपछि लिम्बुवान पनि नेपालको एकीकरणमा गयो। तर यो सबै देखेर सिक्किम खुसी थिएन। यस्तो के थियो पाल्पा राज्यमा जसले गर्दा गोर्खालीहरूको अगाडि हार मान्न तयार थिएन। लास्ट भिडियोमा मैले पृथ्वीनारायण शाहले नेपालको एकीकरण कसरी केटीएम भ्यालीसम्म गर्नुभयो भनेर भिडियो बनाएको थियो। यो भिडियोमा पृथ्वीनारायण शाहले केटीएम भ्याली आफ्नो हातमा लिइसकेपछि कसरी नेपालको एकीकरणको क्याम्पेन अघि बढ्यो जसले गर्दा ग्रेटर नेपाल बन्न सफल भएको थियो। यो सँगै ग्रेटर नेपाल बन्नुमा को व्यक्तिको ठुलो योगदान थियो यो भिडियोबाट थाहा हुन्छ। मैले यो भिडियो बनाउनको लागि यो बुक पढेको छु। पृथ्वीनारायण शाह केटीएम भ्याली आफ्नो हातमा लिइसकेपछि अब प्लान बनाए पश्चिम 24 राज्य एकीकरण गर्नको लागि। यसका लागि काजी वंशज पाण्डे सरदार केश बस्नेत गरी केही आर्मीहरूको टोलीलाई पठाए। सुरुमा गोर्खाली आर्मीहरू तनहुँ र कास्कीमा एट्याक गरे। यो देखेर छिमेकी राज्यहरू पर्वतका राजा कीर्तिबिङ मल्ल र पाल्पाका राजा मुकुन्द सेन आफ्नो राज्यमाथि पनि गोर्खालीहरूले आक्रमण गर्ने डरले तनहुँ कास्की पर्वत र पाल्पा यो सबैजना मिलेर गोर्खालीहरू विरुद्ध तनहुँमा वार गरे। यो वारमा गोर्खालीहरूको हार भए। यसपछि तनहुँ र कास्की फेरि आफूलाई स्वतन्त्र राज्य घोषित गरे। यो हारपछि पृथ्वीनारायण शाहले पश्चिम 24 राज्यहरू तत्कालीन नेपालको एकीकरणको अभियानलाई स्थगित गरेर पूर्वतिर फेरि नेपालको एकीकरण अघि बढाउनको लागि प्लान बनाए। त्यो बेला पूर्वतिर दुईवटा स्वतन्त्र राज्य थियो, चौडण्डी र विजयपुर। सुरुमा पृथ्वीनारायण शाहले चौडण्डीमा चाहिँ आक्रमण गर्नका लागि अभिमान सिंह बस्नेत र पार्थर भण्डारीलाई चौडण्डी पठाए। त्यो बेला चौडण्डीको राजा थियो कर्णसेन। कर्णसेनलाई जानकारी प्राप्त हुन्छ अब चौडण्डीमाथि गोर्खाली राजाहरूले आक्रमण गर्न लागेको छ। अब यो खबर कर्णसेनलाई थाहा भइसकेपछि कर्णसेन भागेर विजयपुर गए र चौडण्डीमाथि गोर्खालीहरूले बिना वार गरे नै विजय प्राप्त गर्यो। अब चौडण्डीमाथि पनि विजय प्राप्त गरिसकेपछि त्यसपछिको नेक्स्ट प्लान थियो विजयपुरलाई एकीकरण गर्नका लागि। त्यसपछि विजयपुरमाथि आक्रमण गरेर विजयपुरलाई पनि नेपालको एकीकरणमा गाभे। राजा कर्णसेन र बुद्धिकरण राई भागेर सिक्किम गर्न लिन पुग्यो। अब यो समयसम्म नेपालको सीमामा गोर्खादेखि विजयपुरसम्म पुगिसकेको थियो। अब यसपछि एउटा यस्तो राज्यलाई एकीकरण गर्नुपर्ने थियो जुन राज्य आफै एउटा छुट्टै देशबाट लडेर एउटा भर्खरै एउटा स्वतन्त्र देश बनाएको थियो जसको नाम थिए लिम्बुवान। यो एरियामा धेरै लिम्बूहरू बस्थ्यो, त्यही भएर यो एरियालाई लिम्बुवान भनिन्थ्यो। आजभन्दा 10 वर्ष अगाडि देशमा प्रदेशको नाम राख्ने क्रममा अहिलेको जुन कोशी प्रदेश छन् त्यसको नाम लिम्बुवान राख्नका लागि त्यहाँको जनताहरूले प्रोटेस्ट पनि गर्नु भएको थियो। लिम्बुवान राज्य कुनै समयमा सिक्किमको अन्डरमा हुन्थ्यो किनभने कुनै समयमा सिक्किमको पनि ड्रिम थियो ग्रेटर सिक्किम बनाउनको लागि। त्यही भएर 1899 मा सिक्किमको राजा फुन्चे नामग्यालले लिम्बुवानमाथि आक्रमण गरी लिम्बुवानलाई सिक्किमको अन्डरमा गावे। यसपछि लिम्बुवान 114 वर्ष सिक्किमको अन्डरमा रहे। इयर 1813 आउँदा लिम्बुवान सिक्किमसँग छुटेर लिम्बुवान छुट्टै इन्डिपेन्डेन्ट राज्य घोषित गरे। अब यस्तो परिस्थितिमा लिम्बुवानमाथि आक्रमण गर्नको लागि गोर्खालीहरूको लागि टफ सिचुएसन थियो। तैपनि पृथ्वीनारायण शाहले 1830 मा अभिमान सिंह बस्नेतको अन्डरमा लिम्बुवानको चैनपुरमाथि अट्याक गरे र यो अट्याकमा गोर्खालीहरूको हार हुनु भयो। यसपछि पनि गोर्खालीहरूले पटक पटक लिम्बुवानमाथि अट्याक गर्दा पनि लिम्बुवानको आर्मीहरूले गोर्खालीहरूको अट्याक सक्सेसफुल हुन दिन्थेन किनकि लिम्बुवानको आर्मीहरू पनि गोर्खालीहरूको जस्तै लड्नमा सिपालु र निडर थिए। यो सबै देखेर पृथ्वीनारायण शाहले लिम्बुवानहरूसँग वार गरेर नहुँदो रहेछ, बरु यिनीहरूलाई साथी बनाएर नेपालको एकीकरणमा गाड्न सजिलो हुन्छ कि भनेर अभिमान सिंह बस्नेत र पाथर भण्डारीलाई लेटर दिएर लिम्बुवान पठाए। त्यो बेलाको लिम्बुवानको राजा पनि लेटरलाई स्वीकार गरेर विजयपुरको दरबारमा नुन पानीको कसम खाई फ्रेन्डसिप ट्रिटी बनायो। अब यसपछि लिम्बुवान पनि नेपालको एकीकरणमा गाभे। तर यो सबै देखेर सिक्किम खुसी थिएन। त्यसपछि इयर 1831 माघ 1 गते पृथ्वीनारायण शाहको डेथ भयो। पृथ्वीनारायण शाहको डेथपछि दरबारभित्र शक्ति र सत्ताको षड्यन्त्रको खेल हुन थाले। एक्चुअलीमा के हुन लागेको थियो भने पृथ्वीनारायण शाहको मृत्युपछि उनका दुईवटा छोरा थिए, प्रताप सिंह शाह र बहादुर शाह। अब यसपछि नेपालको राजा भने प्रताप सिंह शाह। अब प्रताप सिंह शाह राजा बनिसकेपछि नेपालको एकीकरणको अभियानमा खासा एक्टिभिटी हुन्थेन, बरु यसको साथ रोयल लग्जरी आइटमहरूमा धेरै आकर्षित हुन्थ्यो। तर एक दिन राजा प्रताप सिंह शाहलाई
भित्रै डर भइरहेको थियो। आफू विरुद्ध भाइ बहादुर शाहले विद्रोह गर्न पो हो कि भनेर यही डरले राजा प्रताप सिंह शाहले भाइ बहादुर शाह र काका दलमदन शाहलाई नुवाकोटमा कैद गर्यो। केही समय बहादुर शाह कैदमा बस्यो र पछि कैदबाट निस्किसकेपछि इन्डियाको बेतियामा गएर बस्न थाले। यो सबै दरबार भित्रको षड्यन्त्रको खेल देखेर विक्रम सम्वत 1832 मा लिम्बुवानको राजा यो याहाङले जुन योभन्दा पहिला पृथ्वीनारायण शाहको पालोमा नुनपानीको कसम खाएर यो ट्रिटी भएको थियो लिम्बुवानसँग, त्यो ट्रिटीमा भएको केही टर्म एन्ड कन्डिसनसँग योङ याहाङ राजा खुसी थिएन। त्यही भएर राजा योङ याहाङले सिक्किम गएर सिक्किमको राजासँग मिलेर लिम्बुवान आर्मीको साथ सिक्किमको आर्मी पनि मिलेर चैनपुरमा रहेको गोर्खाको मिलिट्री क्याम्प माथि एट्याक गरे। यो देखेर राजा प्रताप सिंह शाहलाई दबाव आउन थाल्यो, हेर्नु हामीलाई लिम्बुवान र सिक्किम मिलेर अट्याक गरिरहेको छ, तपाईँ केही नगरिरहनु भएको छ, अब केही गर्नु पर्यो भनेर यही दबावले प्रताप सिंह शाहलाई सिक्किमलाई नै इन्भेट गर्न डिसिजन लियो। ताप्लेजुङको अन्डरमा रहेको आर्मी पूर्ण आले मगरको अन्डरमा सिक्किमको वेस्टर्न एरिया माथि एट्याक गरे, तर सिक्किम र लिम्बुवानको आर्मी मिलेर पुसब्याक गरेर गोर्खाली आर्मीहरूलाई अरुण नदीसम्म पुर्याए। यो वार पछि पनि लिम्बुवान र सिक्किम मिलेर बेला बेला नेपालले जिस्काइ नै रहेको थियो, तर बहादुर शाहले स्मार्टली कस्तो तरिकाबाट सिक्किमलाई पनि नेपालमा गाभे पछि आउँछ भिडियोमा। अब लिम्बुवान र सिक्किमको वार सकिसकेपछि राजा प्रताप सिंह शाहले पश्चिमतिर तनहुर र चितवनमाथि आक्रमण गरेर नेपालमा गाभे। त्यसपछि इयर आउँछ 1834 र राजा प्रताप शाहको मृत्यु हुन गयो। राजा प्रताप सिंह शाहले 2 वर्ष 10 महिना मात्र शासन गरेका थिए। अब यसपछि नेपालको राजा बनाए प्रताप सिंह शाहको छोरा रणबहादुर शाहलाई, तर रणबहादुर शाह 2.5 वर्षको मात्र भएको हुँदा शासन सत्ता चाहिँ प्रताप सिंहको वाइफ राजेन्द्र लक्ष्मीले सम्हालिन्। यो समयसम्म प्रताप सिंहका भाइ बहादुर शाहले आफ्नो जीवन बेतियामा नै बिताइरहेका थिए। अब राजमाता राजेन्द्र लक्ष्मीले शासन सत्ता आफ्नो हातमा लिइसकेपछि बहादुर शाहलाई बेतियाबाट काठमाडौँ बोलाइन्। यसपछि राजमाता राजेन्द्र लक्ष्मी र बहादुर शाह सँगै मिलेर राज्य चलाउन थाले। तर यसको केही समयपछि दरबारभित्र फेरि सत्ता र शक्तिको षड्यन्त्रको खेल हुन थाले। एक्चुअलमा के हुन लाग्थ्यो थियो भने राजमाता राजेन्द्र लक्ष्मीलाई बहादुर शाहले भने अब चाहिँ नेपालको एकीकरणको अभियान छिटै नै गर्नुपर्छ भनेर। तर राजमाता राजेन्द्र लक्ष्मीको प्लान थियो आफ्नो छोरा रणबहादुर शाह ठुलो हुनेछ र पछि उनले नै नेपालको एकीकरणको अभियान अघि बढाउने उनको प्लान थिए। दरबार भित्र रहेको पर्दाहरू सबैजना मिलेर बहादुर शाहको पक्ष लिए। तर यो कुरा राजमाता राजेन्द्र लक्ष्मीलाई थाहा भइसकेपछि राजमाता राजेन्द्र लक्ष्मीले सर्वजित राणालाई भनेर बहादुर शाहलाई कैद गरे। केही समयपछि राजगुरु गजराज मिश्रको अनुरोधमा बहादुर शाहलाई कैदबाट निकाले। यो व्यक्तिको नाम याद राख्नु होला, किनभने यही व्यक्ति हो ब्रिटिस इस्ट इन्डियासँग सुगौली सन्धिमा नेपालको तर्फबाट साइन गर्ने व्यक्ति पनि थिए। अब बहादुर शाह कैदबाट बाहिर निस्किसकेपछि आफूमाथि झुटो आरोप लागेको भन्दै इयर 1835 भादौ 19 गते राजमाता राजेन्द्र लक्ष्मीलाई दरबारभित्र कैद गरे। कैद गरेको 2 दिनपछि बहादुर शाहलाई आफूलाई राजा घोषित गरे। यही सिलसिलामा बहादुर शाहले काठमाडौँबाट गोर्खा गए। यही मौकाको फाइदा उठाएर राजमाता राजेन्द्र लक्ष्मीले दरबारभित्र भएका भागदारहरूलाई मिलाएर आफू कैदबाट निस्केर फेरि शासन सत्ता आफ्नो हातमा लिए। पछि यो खबर बहादुर शाहलाई थाहा भइसकेपछि फेरि इन्डियाको बेतियातिर गए। त्यसपछि फेरि राजमाता राजेन्द्र लक्ष्मी शासन सत्ता आफ्नो हातमा लिइसकेपछि नेपाल एकीकरणको अभियान जुन स्थगित भएको थियो त्यसलाई फेरि सञ्चालन गर्न थाले। सुरुमा तनहुर, लमजुङ, कास्की पर्वत र पाल्पामाथि आक्रमण गरे। पर्वत र पाल्पामाथिको आक्रमण सफल हुन सकेन। इमेजिन गर्नु त्यो बेला पर्वत र पाल्पा कति बलियो थियो। यो भन्दा पहिला पनि पृथ्वीनारायण शाहको पालामा पनि पाल्पा र पर्वतमाथि आक्रमण गरेको थियो। त्यो आक्रमण पनि सक्सेसफुल भएको थिएन। त्यसपछि इयर 1842 श्रावण 2 गते राजमाता राजेन्द्र लक्ष्मीलाई क्षय रोगबाट काठमाडौँको हनुमान ढोकाको दरबारमा मृत्यु भयो। अब राजमाता राजेन्द्र लक्ष्मीको मृत्युपछि उनको छोरा रणबहादुर शाह त्यो समयसम्म 10 वर्षको मात्र भएको हुँदा दरबारभित्र रहेको भागदारहरू बहादुर शाहलाई बेतियाबाट बोलाएर राजा घोषित गरे। बहादुर शाह राजा बन्नुको अर्थ नेपाल एकीकरणको टर्निङ पोइन्ट थिए। बहादुर शाहले कसरी नेपालको सिमाना पूर्वमा सिक्किमदेखि पश्चिम कुमाल र गढवालसम्म एकीकरण गरेका थिए। एकछिन वेट गर्नु, यो सबै कुचनकै अनुसार एकछिनमै थाहा हुन्छ। बहादुर शाह राजा बनिसकेपछि बहादुर शाहले पनि सुरुमा 24 राजा एकीकरण गर्नको लागि प्लान बनाए। यो भन्दा पहिला पनि पृथ्वीनारायण शाहको समयमा पाल्पा र पर्वतमाथि सफल भएको थिएन। राजमाता राजेन्द्र लक्ष्मीको समयमा पनि पाल्पा र पर्वतमाथि सफल भएको थिएन। अब बहादुर शाहमाथि धेरै ठुलो च्यालेन्ज थियो। जसरी भए नि पर्वत र पाल्पालाई नेपालको एकीकरणमा
गाभ्नको लागि। यहाँ क्वेसन उठ्छ यस्तो के थियो पाल्पा राज्यमा जसले गर्दा गोर्खालीहरूको अगाडि हार मान्न तयार थिएन। एक्चुअलीमा के थियो भने 24 राज्यमा वान अफ द मोस्ट पावरफुल राज्य थियो पाल्पा। योसँग अर्घा, खाची, गुल्मी स्वतन्त्र हुनुभन्दा पहिला सबै पाल्पाको राज्यभित्र थियो। यसको साथै पाल्पाको राजाहरूको रिलेसन ओथ किङडमको राजाहरूसँग राम्रो रिलेसनसिप भएको कारणले ओथको राजाहरूले पाल्पाका राजाहरूलाई वारहरूमा राम्रो प्रोटेक्सन दिन्थे। पाल्पाको बारेमा यो सबै बुझिसकेपछि बहादुर शाहले नयाँ स्ट्राटेजीको साथ अघि बढे। त्यो नयाँ स्ट्राटेजी के थियो भने नेपाल एकीकरणको अभियानमा गाभिसकेको राज्यहरूलाई राम्रो सुरक्षा दिने, आफै गाभिन चाहने राज्यहरूमाथि आर्मीको कारबाही नगर्ने, जितिसकेको राज्य र जित्ने राज्यहरूका जनताहरूमाथि राम्रो व्यवहार गर्ने, यो नीतिको साथ बहादुर शाहले अघि बढे। यसको लागि बहादुर शाहले विक्रम सम्वत 1842 मा बहादुर शाहले आफ्नो दिदी विलास कुमारीले सल्यानबाट काठमाडौँ आउन एउटा चिठी लेखे। यो भन्दा पहिले पृथ्वीनारायण शाहको समयमा पृथ्वीनारायण शाहले सल्यानको राजासँग विलास कुमारीको विवाह गराउनु भएको थियो। तर विलास कुमारी आफू नआई आफ्नो छोरा रघुनाथलाई काठमाडौँ पठाए। त्यसपछि बहादुर शाह र भान्जा रघुनाथसँग केही समय डिस्कस भइसकेपछि रघुनाथ शाहको सल्लाहबाट पाल्पासँग राम्रो सम्बन्ध बनाउनको लागि वैवाहिक सम्बन्ध गरेर मात्र 24 राज्यमाथि विजय गर्न सकिन्छ भन्ने निर्णय भयो। यी सबै कुराको विचार गरी बहादुर शाहले पाल्पाका राजा महादेव सेनको छोरीसँग विवाह गरे। पाल्पासँग यस्तो सम्बन्ध भइसकेपछि बहादुर शाहले पाल्पाका राजासँग एउटा सम्झौता गरे। पाल्पाले नेपाल एकीकरण अभियानलाई सहयोग दिने, विजय हुने राज्यमा बराबरी बाँडेर लिने सम्झौता भयो। यो सम्झौता याद राख्नु होला। पछि पाल्पाले यही स्टोरीको कारणले नेपाल एकीकरणको पुरा स्टोरी चेन्ज गरिदिन्छ। अब यसपछि 1843 जेठमा बहादुर शाहले जीव शाह, शिवनारायण खत्री, सरदार भारत भण्डारीको साथै केही आर्मीहरूको समूहलाई काठमाडौँबाट गुल्मी पठाए। गोर्खाली आर्मीहरूको गाडी गुल्मीको राजा कमजोर भएकोले गुल्मीको राजा भागेर गुल्मीमाथि सजिलैसँग विजय प्राप्त गरे। गुल्मीपछि गोर्खाली सेनाहरूले अर्घामाथि आक्रमण गरे। मैले यहाँनिर एउटा कुरा क्लियर गर्न चाहन्छु। अहिलेको जुन अर्घा खाची जिल्ला छन् त्यो पहिला अर्घा छुट्टै जिल्ला हुन्थ्यो र खाची छुट्टै जिल्ला हुन्थ्यो। अर्घामाथि गोर्खाली सेनाहरूले सजिलै विजय प्राप्त गरे। यो देखेर खाचीका राजा आफ्नो राज्य छोडेर भागे र खाचीलाई बिना वार गरे नै विजय प्राप्त गरे। अब गुल्मी, अर्घा र खाचीमाथि पनि विजय प्राप्त गरिसकेपछि 24 राज्य एकीकरण हुनमा पर्वतले बाधा पुर्याइरहेको थियो। यो भन्दा पहिला पाल्पा र पर्वत मिलेर सँगै आक्रमण गर्थ्यो भने पाल्पासँग त अलरेडी बहादुर शाहले राम्रो सम्बन्ध बनाइसकेपछि अब यो समयमा पर्वत एक्लै पर्छन् र त्यसको मौकाको फाइदा उठाएर इयर 1843 साउनमा पर्वतमाथि आक्रमण गरेर विजय प्राप्त गरे। यसपछि गोर्खाली आर्मीहरू अघि बढ्दा गए, प्युठान, दाङ, रोल्पालाई पनि आफ्नो कब्जामा गर्यो। बहादुर शाहले गरेको यो अभियान 6 महिनाभित्र नेपालको सिमाना पश्चिम भेरी नदीसम्म पुगे। यसपछि गोर्खाली आर्मीहरू जाजरकोट पुगे। जाजरकोटसँग पृथ्वीनारायण शाहको पालादेखि नै राम्रोसँग सम्बन्ध भएकोले जाजरकोट सजिलैसँग नेपालको एकीकरणमा गाभे। जाजरकोट पछि गोर्खाली सेनाहरूले दैलेख र अछाममाथि विजय प्राप्त गरी डोटी र जुम्लामाथि आक्रमण गर्यो। तर त्यो समयमा डोटी, जुम्ला र यो एरियामाथि खास किङडमहरूले रुल गर्थ्यो। खास किङडम त्यो समयमा वान अफ द मोस्ट पावरफुल किङडम थिए यो एरियामा, किनकि उनीहरूसँग कुमाल र गढवालका राजाहरूसँग राम्रो सम्बन्ध थियो। किन भनिन्छ नेपालको हिस्ट्री बुझ्नको लागि खास किङडमको बारेमा जानेन भने नेपालको हिस्ट्री बुझ्न सकिँदैन। किनकि खस किङडमको समयमा खस किङडमको क्यापिटल थियो जुम्लाको सिन्जा भैली। सिन्जा भैलीबाट नै नेपाली भाषाको स्टार्ट भएको छ। अब गोर्खाली सेनाहरूले जुम्लामाथि अट्याक गरिसकेपछि जुम्लाका राजा सोबन शाहले 2200 जना सेनाहरूलाई जम्मा गरी 2 वर्ष युद्ध हुँदा पनि गोर्खालीहरूले जुम्लामाथि कब्जा गर्न सकेन। यो समयसम्म गोर्खाली सेनाहरूले जुम्लातिर बिजी थियो। तर यसको मौकाको फाइदा उठाएर सिक्किमका राजा गोर्खालीहरू पश्चिमतिर बिजी भएको देखेर फेरि लिम्बुवानमाथि आक्रमण गर्छन्। यो देखेर बहादुर शाहले 1845 मा सिक्किममाथि आक्रमण गरेर सिक्किमलाई पनि नेपालमा गाभे। यो समयसम्म आउँदा नेपालको सिमाना पूर्व सिक्किमदेखि पश्चिम आसामसम्म पुगिसकेको थिए। डोटी र जुम्लासँग गरेको 2 वर्षको वारको हारपछि बहादुर शाहले डोटी र जुम्लालाई छोडेर कुमाल र गढवाललाई आक्रमण गर्न प्लान बनाए। यो प्लान किन बनाएको थियो भने कुमाल र गढवालमाथि विजय प्राप्त गरिसकेपछि डोटी र जुम्लामाथि आक्रमण गर्न सजिलो हुन्छ। अर्को मेन रिजन के थियो भने त्यो बेला कुमालमा राजनीतिक स्थिरता थिएन। लामो समयदेखि कुमालको राजा मोहनचन्द राज गर्दै आइरहेको थिए। तर विक्रम सम्वत 1836 मा पावरफुल मन्त्री जयकिशन जोशीले मोहनचन्दलाई सत्ताबाट हटाएका थिए। त्यसको 7 वर्षपछि 1843 मा मोहनचन्दले आफ्नो सत्ता फेरि आफ्नो हातमा लिइसकेपछि पनि मोहनचन्दलाई जयकिशनको डर भइ नै रहेको थिए। यस्तो परिस्थितिमा 1844 फागुनमा कुमाल र नेपालको बीच एक सन्धि भयो। कुमालको राजाका मित्र हाम्रो मित्र, कुमालको राजाको शत्रु हाम्रो शत्रु भनेर सन्धि भएको थिए। जयकिशन जोशी र उनका भतिजा हर्षदेव जोशी
जोशीले गढवालका राजाको सहयोगबाट मोहन चन्दलाई फेरि सत्ताबाट हटाए। गढवालका राजा जय कीर्तिक शाहका भाइ प्रघुवन शाहलाई कुमाऊका राजा घोषित गरे। यो स्थितिको फाइदा उठाएर नेपालको तर्फबाट कुमाऊको नयाँ सरकारसँग फेरि सन्धि गर्यो। त्यो सन्धिमा के थियो भने कुमाऊको पूर्वपट्टिका राज्यहरू हुम्ला जुम्ला नेपालले कब्जा गर्ने, पश्चिमतिरको राज्य कुमाऊलाई दिने भन्ने व्यवस्था भयो। अब कुमाऊमा नयाँ सरकार आइसकेपछि डोटी र जुम्लालाई सहयोग नमिल्दा यो समयको फाइदा उठाएर बहादुर शाहले 1846 मा डोटी र जुम्लामाथि आक्रमण गरेर विजय प्राप्त गरे। डोटी र हुम्लामाथि विजय प्राप्त गरिसकेपछि कुमाऊमा फेरि सत्ता परिवर्तन भयो। मोहन चन्दका भाइ लाल सिंहले पावरफुल जोशीहरूले हाएर पदुम शाहलाई लखेटेर मोहन चन्दका छोरा महेन्द्र चन्दलाई राजा बनाएको थिए। यो घटनापछि कुमाऊमा आएको फेरि नयाँ सरकारसँग नेपालले सन्धि नगरेर बरु योभन्दा पहिलाको सरकारसँग मिलेर कुमाऊमाथि 1847 चैतमा कुमाऊको राजधानी अल्मोडामा चाहिँ आक्रमण गरी विजय प्राप्त गरेर यसको 1 वर्षपछि गढवालको राजधानी श्रीनगर पनि जिते। तर गढवालका केही राज्यहरू अझ जित्नै बाँकी थियो। तर सेम टाइममा तिब्बतसँग वार हुने सम्भावना बढ्यो। यो देखेर बहादुर शाहले गढवालमा रहेको गोर्खाली आर्मीहरूले बोलाउनको लागि आदेश दिए। यो पनि बन्यो तत्काल गढवालका राजासँग सम्झौता गर्नलाई। त्यो सम्झौतामा के थियो भने नेपालले भनेको कुरा मान्ने र नेपाललाई वार्षिक 9000 दिने भनेर। यो सम्झौता सहित गोर्खाली आर्मीहरू फर्के। त्यसपछि तिब्बतसँग वार भयो। त्यसलाई सिङ्गो नेपाली वार पनि भनिन्छ। वार सकुलजेलसम्म प्रताप सिंहको छोरा रण बहादुर शाह 18 वर्षको उमेर पुगिसकेको थियो र यो सबै देखेर दरबारभित्र रहेको भागदारहरू बहादुर शाह विरुद्ध रण बहादुर शाहलाई उचाल्न थाले। हेर्नुस् तपाईको पनि उमेर भइसकेको छ, सत्ता सम्हाल्न, तपाईले कहिले सम्हाल्ने भनेर। यसपछि रण बहादुर शाहले भागदारहरूको कुरा सुनेर बहादुर शाहमाथि आरोप लगाउन थाले। के आरोप लगाएको थियो भने जस्तै बहादुर शाह र काका दरमल शाह मिलेर बुवा प्रताप सिंहलाई हत्या गरेको, रामशाहदेखि आइरहेको तिब्बतसँग राम्रो रिलेसन, किन वार गरेर देशलाई डुबाएको, चाइनासँग वार गर्ने अनि किन ब्रिटिसहरूसँग राम्रो रिलेसनशिप बनाएको भनेर। यस्तै षड्यन्त्रको खेल हुँदै हुँदै 1854 आषाढ 14 गते बहादुर शाहको हत्या गर्यो। त्यसको एक दिनपछि बहादुर शाहको मृत्यु हुन जान्छ। बहादुर शाहको मृत्युपछि नेपालको राजा बने राणा बहादुर शाह। राणा बहादुर शाह आफ्नो हातमा सत्ता लिइसकेपछि नेपालको एकीकरणको अभियान डामाडोल भयो। राणा बहादुर शाहको समयमा राजनीतिक डामाडोल देखेर गढवालको राजा जुन योभन्दा पहिला बहादुर शाहले वार्षिक 9000 नेपाललाई दिनुपर्ने जुन सम्झौता भएको थियो त्यो दिन छाड दिए। यो देखेर राणा बहादुर शाहले 1861 असारमा नेपाली सेनाहरूलाई फेरि गढवाल पठाए। गढवालमाथि आक्रमण गरेर गढवालपछि नेपाली सेनाहरूले सतलज नदी पार गरी काङ्ग्रासम्म आक्रमण गरे। काङ्ग्रामाथि विजय प्राप्त गरे पनि पाल्पामाथि अहिलेसम्म विजय प्राप्त गरेको थिएन, किनकि यो भन्दा पहिला बहादुर शाहले पाल्पासँग वैवाहिक सम्बन्ध गरेर एउटा सम्झौता गरेको थियो नेपाल एकीकरणको अभियानमा पाल्पाले पनि सँगै मिलेर सहयोग गर्ने भनेर, न कि आक्रमण गरेर विजय प्राप्त गरेको थियो पाल्पामा। यसका लागि राणा बहादुर शाहले एउटा प्लान बनाए। त्यो प्लान के थियो भने राणा बहादुर शाहले पाल्पाका राजा पृथ्वी सेनलाई उनकी बहिनीसँग विवाह गर्ने बहानामा पृथ्वी पाललाई काठमाडौँ बोलाए। तर पृथ्वी पाललाई काठमाडौँ बोलाइसकेपछि कैद गरिए। त्यसपछि भीमसिंह थापाले आफ्नो पिता अमर सिंह थापालाई पाल्पामाथि आक्रमण गर्न पठाए। यसैबीच 1864 वैशाखमा राणा बहादुर शाहको हत्या भयो। सो हत्याकाण्ड पृथ्वी पालको हात रहेको भन्दै भीमसिंह थापाले पृथ्वी पाललाई बन्दी बनाए। केही समयपछि पृथ्वी पालको पनि हत्या भयो। सजिलैसँग पाल्पालाई पनि नेपालको एकीकरणमा गाभ्यो। यसपछि नेपाल एकीकरणको अभियान लगभग सक्यो। यो समयसम्म आउँदा नेपालको सिमाना पूर्व टिस्टा नदीदेखि र पश्चिम काङ्ग्रासम्म फैलियो। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।